What the fuck will you do? Nice to meet you. And right now I just met some awesome people. हैन के हो ब्रो कपाल छ त भातमा घोषको भुट्ला होला कसले यो पकाएको यो रिचेनले अनि तपाईको पढाइ कति 12 पासो केही जब चाहिँ गरे छैन बेरोजगार हो नमस्ते तपाईहरुलाई स्वागत छ मेरो युट्युब च्यानलमा ए तिमी नि बेरोजगार हो मैले चाहिँ जब केही पनि गर्दैन एउटा जब त गर्नु पर्ने हो के रे तिमीले के भएको भाइ के भएको ए मैले तिमीलाई बोल्दा चिने यो तिम्रो भिडियो हैन यो स्नेहानुवाला हो त नि यस्तो लाउनु अनि यस्तो खातीहरुको काम छ हाम्रो देशमा तिमी चुप लागा त ब्रो त्यो मात्रै गरेको छु न मैले रावाला नि हेरेछु मैले नराम्रो नसोचिदिनु होला हैन हैन ठीक छ कि पो हेरिङ आफ्नो ढाक्ने चीज ढाकेकै छु त्यसको बुद्धि हेर त थोरै थापेर बसेछु म बुद्धि भनेको ब्रोले यस्तो छाडा भिडियो बनाउनु भन्छ के मलाई सेम यार मलाई पनि कुरा मिल्ला जस्तो छ है हाम्रो भ्लग बनाउन अहिले छोड्दिए यार म्याच सिक्ने मेरो कुरा गर्न थाल कुरा त म गर्छु कपाल भएको भात लिएर आउने कस्टमरलाई त्यस्तो भन्न पाइन्छ जे हुन्छ राम्रोकै लागि हुन्छ भनेर हिँड्नु पर्छ के तिमी खान्छौ त यो भात सरी तर तिमी मलाई लास्टै राम्रो लाग्यो कि तर तपाईको हेर्ने नजर राम्रो हेर म्याच सिक्ने खुब देखाउला र हेरौँला भन्नु होला मैले देखे रन्डीको बान देख्नु भयो होला न के खालको क्रिएटिभिटी हो भने यो देख्यौ तिमीले केटा हो के रे केटा हो रे ए लौ न हो त रहेछ बुझिस केटा हो कस्तो केटाको जस्तो खुट्टा हो त नि तिम्रो यार कति देर कपाल हो यहाँ तलसम्म केटी बनाइदिएर अनि लास्टमा अलि टाइम नपुगेर केटाको जस्तो बनाइदिएको रे के लाज लाग्दैन मुजी तिमीलाई तिम्रो पास्टको बारेमा बुझाउँ न त अब धेरै थिए बोय फ्रेन्डहरु तर कोही पनि टिकेनन् ए म टिक्छु नि थुइया दामना हैन म टिक्छु भनेको के बुझिस तपाईलाई साइज म्याटर गर्छ र तपाईहरुले मलाई यस्तो क्वेशन गर्ने यस्तो क्वेशन गर्नुहुन्छ भन्ने मलाई सोचेकै थिएन हैन सोधिन त ल छोतो मिठो हैन यस ठुलो छ म्याच सिक्ने आई लभ यु खोलेर देखाइदिउ अनि तिम्रो ट्यालेन्ट चाहिँ के छ नि अग्ने ट्यालेन्ट मुड्ने ट्यालेन्ट अग्ने पाद्ने त्यो ट्यालेन्ट होइन त तिमीले भनेपछि त हो अघिको हेर्न पाउँछस् म्याच सिक्ने तपाईहरुलाई कसैले ट्यालेन्ट छैन भने अनि त्यही भन्नु है तर हामीले ट्यालेन्ट अप्रिशिएट गरेर है कसैले रोकेर रोकिने चीज हैन यो खाएपछि मान्छेले हग्नु पर्दैन त आछि त गर्नुपर्छ तिमी डेटमा नि लुङ्गी लाएर आछौ त लुङ्गी पिसाब फेर्न सजिलो हुन्छ भनेर लाको ए ल म नि लगाउँछु अब भनेपछि है आई लभ यु लभ यु टु